यो चाहिँ आज हाम्रो फ्यामिली पिकनिक हो। सुरुवात यहीँबाट गरौँ है। हाम्रो कान्छी भिनाजु र आन्टीले माछा धुनुहुन्छ होइन आन्टी? आजको पिकनिक कस्तो अनुभव हुँदैछ? त्यही हो अङ्कल ए भिनाजुले त पानी हाल्दैन हुन्छ कि है? आन्टी हाम्रो आमा चाहिँ है चिल्ड्रेन पार्कहरूलाई सम्हाल्दै ठिक्क छ। बाबु हेलो गरिदेऊ। बोलेन तिमीले हेलो गरिदेऊ। हेलो गरिदेऊ नि। हेलो हजुर ल यसलाई चाहिने अदुवा लसुन बेसार खुर्सानी ठिक छ नजिकै राख। यहाँ नुन पनि छ। हाम्रो बुवा चाहिँ एकदम हतारमा हुनुहुन्छ। यहाँ चाहिँ यो मासु छ है। यहाँ चाहिँ हाम्रो मामा अब दाउराहरू यसरी छ। मामाको आज कुकमेन होइन मामा? सधैँ कुकै हो हामी। कुकै हो। हेलो हेलो गाइज हाउ आर यु? सबैजनाको टिकटकमा भाइरल भएको मैले पनि हो। मैले अन्त भ्लग गरेको थियो नि सनस्टिक स्याम्पू भन्ने वाला भिडियो आउँछ सँगसँग। है अङ्कलहरू काट्दै हुनुहुन्छ। आविष्कार के छ हाल खबर? अनि यो मेरो भाइ हो सानो। आफ्नै पारामा ल अहिलेलाई चाहिँ यति नै गरौँ है। भाडा दिने पार्टीमा चाहिँ माइजू कोपिला माइजू स्नेहा परियार देविका आन्टी अनि यहाँ बस्नुभएको चाहिँ हाम्रो कान्छी माइजू हुनुहुन्छ है। आमा पनि थपिनु भयो। हाम्रो पिकनिकको स्पोट यो हो। नचलाउनु नि धेरै। अहिले हाम्रो ब्रेकफास्ट टाइम हो। यो चाहिँ अहिले रोस्ट है गाइज। चिया भर्खरै हामीले खाएको बाँड्दैछ आमाहरू। त्यता अर्को पिकनिक छ। ल हाम्रो फ्यामिली है। हेलो ल मामा आएँ म यो एक सर्ट हानौँ भन्छु कि। ल हेलो गाइज प्लिज अब के भयो त नि खाएको त भन्ने हुन्छ। हेलो अङ्कलले के भन्नु लाउनु भएको? युनिका हेलो गाइज। हेलो सानो भुटे। बाबु के खान लाग्यो? ल मामा आइज ल ल ल उठिङ उठिङ।
भाग्ने मान्छे यहाँ हुन्छ गालामा हात लगाउँदै
बाको कपी गरेर दिन्थ्यो जान तपाईँ दुईजना नि दिदी 2 मिनट म नाचेको मामा
आइहाल्यो नि नाच्ने डान्सरहरू बाङ्गो बाङ्गो अझै यता त्यहाँतिर बाङ्गो भयो अझै अझै बाङ्गो ल ल ल अझै 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 अगाडि अझै अगाडि अझै अगाडि धेरै अगाडि छ के धेरै अगाडि छ घुमाइदे ल हिँड 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 ल हिँड राज राज धेरै ल सिधै आउनु सिधै आउनु सिधै आउनु मामा आउनु सिधै हामी अझै आउनु अगाडि अझै धेरै हो कि कस्तो आना 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 ल यहाँ छ यो मामा यहाँ हुनुहुन्छ you
Ready, 1, 2, 3, go. उठाउनु उठाउनु 1 2 3 4 वाह केटा के गरेको वो ये लेते हैं क्या यार ला आना बाबा आना अङ्गल पनि त्यतै जानु भयो बाल्टी हाल्छ ल ल आउनु ल लेफ्ट 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 भाङ्गो भयो ए यता देब्रेतिर भाङ्गो भयो हाने हाने तपाईँ यहाँ हुनुहुन्छ बास्केट यहाँ छ सीधे छ सीधे खोल्ने होइन क्या मस्ट क्वालिफाई भए भन 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 राइट 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 ओइ बुढालाई हराउने गए 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 हाना 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 देख्ने भए त के हुन्थ्यो ल ल स्टार्ट ए भाङ्गो भयो यो त हान्छ क्या यार आइज आइज अझै आऊ ल अब उसले आफैले हान्छ यहाँ छ यहाँ
कोही बारीको आल्लामा कोही कता अङ्कललाई खोज्छ नि खाना हेलो गाइस पिनी कस्तो छ पहिला बा भिनाजर खाएको खाइगयो रिङमै बसेर खाने भनेको वरिपरि बसालेर कहाँ छुट्टै छुट्टै बस्नु होला जहाँ बस्न आउने त ड्रोन आएको ड्रोन कसले पठाएको छ यो ड्रोनलाई कता हो र ड्रोन नै देखिनँ मैले त बाबु किन त मासु नखाएको माछा खाइछ नि भइसक्यो कति छिटो हो त नि मिठो कुरा त भइहाल्ने है तिमी त बसेको छाडा नि भएन नि त पानी ल्याइदिनु न हस् म त भर्गर अनि मैमा खाइसकेको हो कहाँ छ के अरे तँलाई माछा माछा त अब खोला जानुपर्छ होला कमेले जा थप्नु जा के हो त नि त फेरि किन त नि यस्तो डाँडा पारी आएर खान बसी मिस नेपाल हो र ए मिस नेपाल छुट्टै खाने हो कि स्पाइडर म्यानले हो छुट्टै खाने यो सेकेन्ड मिस नेपाल ए हो हो किन त नि आँखा रातो रातो भएको सेनिटाइजर खाएको हो फाले 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 छोरीले मामेको डाँडामा है डाँडा त डाँडा रहन्छ हामी त बसेको सम्म ठाउँमा खोलाको छेउमा पामेको खोलाको छेउमा रोजीहरूको घरतिर तर उता हो रोजी घर उता कता हो कता अलि टाढो पर्छ सुमा खाने होइन पानी ल्यायो बाबु सुमा बस खानु पहिला खाएको फोटो खाएको चिजहरू खिचेन हो है खानेकुराहरू खिचेन हो है यस्ताहरू है सबै आफ्ना खिच पुग्दैन क्या भात छैन धेरै त ठुलो भाइले फोन गरेन है त नि स्नेहा कहाँ गइन् कोही स्नेहा बोला न खाना बस्न खाना बस्न अब खाएर एकछिन खेलेर अनि हिँड्ने
हाँ ए मलाई त अघि नै कोले पानी भनेको ल खुवाइदेऊ फेरि तिमीले खुवाइदेऊ न हाम्रो छोराले मात्र खुवाउने यहाँ आएन के यहाँ आएन के राइट भयो पर्दैन कसको भएको कुसुमको मेरो छोरो भातले खाएन भर्खरै अन्डा खाइछ अनि भएन सुमा भर्खरै खान लाग्यो अमिता कपिला बाबु कति बेर लाग्यो त नि खानु म यहाँनिर खिचिदिन्छ नि फेरि सेनिटाइजर हो ज्वाइँ पार्टी त बाल्टी फुटालिदिनु भयो कि तपाईँले होइन राम्रो किन नफुट्ने कति जान नपर्ने हो हाम्रो बाको बाल्टी फुटालिदिएर Hello guys, welcome back to my channel. आज चाहिँ हामी पिकनिक भएको यहाँ चाहिँ हेरेर सुन्नुहुन्छ यता चाहिँ पिकनिक जतातिर जताततै पिकनिक छ यो चाहिँ हाम्रो महिमा है यो चाहिँ आयुष्का यो चाहिँ म हो यो चाहिँ भिराजु हुनुहुन्छ यो तोता भइन् भिराजु